हाई एभ्रिवान, म सुदेश विश्व वेस्ट सिक्किमबाट र आज मैले यस्तो भिडियो लिएर आएको छु है त। समाज मिल्यो भने के चाहिँ सम्भव छैन र है। भन्छ नि एकता भएपछि हर कुरा सम्भव छ, यस्तो बाटो थियो है र हामीले यस्तो बनाएको छौँ र यो बाटो चाहिँ हाम्रो गीताङ कर्मटा जिपियु बुलुङ वार्ड है। हामी चाहिँ बुलुङ वार्डको हो। बुलुङ समाज मिलेर हामीले गरेको हो नि त। आज गीताङ र बुलुङको बिचको भिडको बाटो थियो, एकदमै अप्ठ्यारो र यहाँदेखि हुँदा चाहिँ अप्ठ्यारो छ। भिड भएकोले गर्दा धेरैवटा गाडी बाइकहरू एक्सिडेन्ट भएको नि त। त्यसले गर्दा यहाँ चाहिँ खै कार्पेटिङ पनि कस्तो भयो खै है। र छिट्टै नै हुन त यो कार्पेटिङ गरेको कति पनि भएको छैन, कति 1-2 साल भयो। तर यहाँनिर चाहिँ माथिबाट ढुङ्गाहरू खसेको कारणले गर्दा होला सायद भिड भएकोले, माथिबाट पहिरोहरू आइबस्छ, त्यसले गर्दा यहाँनिर चाहिँ खाल्डा भएको थियो है। र सबै हामी मिलेर समाज मिटिङ बसिकन हामी सबैजनाले एक दिन चाहिँ गरौँ भन्ने भएर गरेको नि त। र यो गरेको दिन चाहिँ हामी ड्राइभरहरू है, बुलुङबाट जति पनि ट्याक्सी जान्थ्यो हामीहरू सबैजना बन्द गरेर आज एक दिन नजाउँ भन्ने भएर। र यहाँ चाहिँ ड्राइभर मात्र होइन, सबैजना है बस्नु भएको छ। जति जब गर्नेहरू पनि सबैजना बसेर है गरेको नि त। यो चाहिँ घर प्रायः जब गर्नेहरू नै हुनुहुन्थ्यो है। यहाँ अहिले जाँदै गरेको स्कुटी तल राखेर आएर है गोर्खादा यहाँ काम गर्नु थालिहाल्नु भयो। यति साह्रो छ क्या। अब काम गरेको देखेपछि कोही पनि रोक्दैन क्या हाम्रो समाजमा चाहिँ। चाहे काम टिचर होस् है, चाहे जुनै पोस्टको काम गर्ने होस्, यहाँनिर प्रायः जब गर्ने मात्रै हुनुहुन्छ है। यहाँ हामीहरू 30 जना जस्तो थियौँ होला र 30 जनामा जब नगर्ने चाहिँ हामी 5 जना जस्तो मात्रै थियौँ है। अब यति साह्रो छ है। 30 जनामा अब 5 जना मात्रै 5 जना मात्रै हामी जब नगर्ने थियौँ है। र यो बुझ्छौँ कि हामीहरू अब हाम्रो एसकेएम गभर्मेन्टले कतिसम्म गरिरहनु भएको छ भनेर है। एउटा समाजमै त अब 30 जना भेला भएकोमा 5 जना मात्र जब नगर्ने छौँ भनेपछि त सबैजना जब गर्ने, उहाँहरू जतिजना हुनुहुन्छ जब गर्ने मात्रै हुनुहुन्छ है। र हामी बुलुङ समाज है, बुलुङबाट हामी एसकेएम गभर्मेन्टलाई है, हाम्रो सिएम सरलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छौँ, किनकि अब यति बेसी हेर्नुभएको छ। र अब चाहिँ भने पिकअप आइसक्यो है। यो हामीले सोलिङहरू बुनेर रेडी गरिसक्यौँ नि त। त्यसले गर्दा अब धेरै सिमेन्ट गिटी लाउनु पर्ने मसलाको काम मात्र रहेको थियो। र त्यसले गर्दा बल्ल गिटी सिमेन्ट लिएर गाडी आइसकेको थियो। त्यसले गर्दा सबैजना